नमस्कार साथीहरू, म केही महत्त्वपूर्ण कुरा भन्न गइरहेको छु। सुन्नुहोस् त एकैछिन। तपाईहरुलाई थाहा छ, मान्छेले तपाईसँग होइन तपाईको परिस्थितिसँग हात मिलाउने गर्दछन्। त्यसैले त अरूलाई दोष नदिनु, आफ्नै परिस्थिति सुधार्ने कोसिस गर्नु। जब हामीले सम्बन्धको लागि समय छुट्याउन सक्दैनौं नि, तब समयले हामीबाट सम्बन्ध निकालिदिन्छ। त्यसैले आफ्नो सम्बन्धको लागि समय निकाल्ने गर्नुहोस्। दुईवटा कुराको चिन्ता गर्न छोडिदिनुहोस्। एउटा आफ्नो दुःख र अर्को अरूको सुख। जिन्दगी जिउन सजिलो हुनेछ। यदि कुनै परिस्थितिमा तिमीसँग बोल्ने शब्द भएन भने बस मुस्कुराइदिनुहोस्, किनकि शब्दले त उल्झाउन पनि सक्छ, तर मुस्कानले सधैँ काम गर्नेछ। सानो सानो कुरामा खुसी खोज्ने गर्नु, किनकि ठुलो ठुलो कुरा त जीवनमा कहिलेकाहीँ मात्र हुने गर्दछन्। कोही मान्छे पनि यति धनी हुँदैन कहिले, किनभने उसले आफ्नो बितेको पललाई किन्न सकोस्। र कोही मान्छे यति गरिब पनि कहिले हुँदैन कि उसले आफ्नो भविष्यलाई बदल्न नसकोस्। पैसाले सधैँ एउटा भाषा बोल्ने गर्छ, थाहा छ तपाईहरुलाई? आज तिमीले मलाई बचायौ भने भोलि म तिमीलाई बचाउने छु। सजिलै पाएको सम्बन्ध लामो समयसम्म टिक्दैन र लामो समयसम्म टिक्ने सफलता सजिलै पाइँदैन। सम्बन्ध जति नै खराब किन नहोस्, त्यसलाई तोड्ने नगर्नु, किनकि पानी जति नै धमिलो भए पनि त्यसले प्यास त नमेटाउला, तर आगो भने अवश्य मेटाउनेछ। जिन्दगीमा कहिल्यै पनि कसैलाई बेकार नसम्झनु, किनकि बन्द भएको घडीले पनि दिनको 2 पटक सबै समय सधैँ सही बताउँदछ।